आचार्य भएर पनि मन्त्रार्थको ज्ञान छैन। जस्तो अघि स्वामीजीले भन्नुभयो नि, भगवान्को स्वरूप 5 स्वरूपको केही ज्ञान छैन, केही छैन भने पनि उहाँहरूको पनि श्रीपाद तीर्थहरू नलिनु पनि भन्नुभएको छ। त्यसैले यो कुराहरू सबैले ख्याल गर्नुपर्दछ। यसले भगवान्को शरणागति गरिसकेपछि जान्नुपर्ने कुराहरू छन्। सबै चिज त सबैले जान्न सक्नुहुन्न। जसले व्याकरण आदि शास्त्रको अध्ययन गर्नुभएको छ उहाँहरूलाई धार्मिक दृष्टिबाट हाम्रो शास्त्रमा कण शब्दद्वारा पनि वर्णन गरिएको छ। सबैले त धारण गर्न सक्नुहुन्न, उहाँले गर्न सक्नुहुन्छ। तर भने रक्षिष्यति विश्वास हो, भगवान्लाई आत्मसमर्पण गरिसक्यो, आफ्नो होइन। त्यो आचार्यद्वारा जानेर, भागवत जनहरू जानेर भगवान्लाई आचार्यद्वारा समर्पण गरिसकेपछि अब आफूले के सम्झिनुपर्छ कि आफू स्वतन्त्र छैन भनेर सम्झिनु पर्यो। भगवान्को अधीनमा छु, भागवतको अधीनमा छु, आचार्यको अधीनमा छु भनेर भनिन्छ। अब त्यो कुरा पनि सबैले बुझेका हुँदैनन्। कुनै प्रकारले कसैलाई चाहिँ एउटा वैष्णव बनाइन्छ, 5 संस्कार सम्पन्न गराइन्छ। तर पनि कति कति केही यस्ता कुराहरू नजान्नेहरू पनि विश्वास छ कि हाम्रा आचार्यहरूले वैष्णवहरूले भन्नुभएको छ शरणागति गरेपछि मोक्ष हुन्छ भनेर ढुक्क भएर बस्नेहरू पनि हुनुहुन्छ। खानपान पनि जति सुन्नुभएको छ, जान्नुभएको त्यो अनुसारले पनि आचरण गर्नुभएको छ। त्यस हुनाले अहिले ठाउँ ठाउँमा पनि यस्ता भक्तहरू छन् जसलाई जनै लगाउनु पनि अधिकार छैन, तर भगवान्को सेवा गरिरहेका छन्। अहिले पनि यहाँ हेर्नु होला, धनगढी तीरबाट आएका चौधरी समूहमा कस्तो श्रद्धा, कस्तो विश्वास छ उनीहरू थाहा छैन। सेवा शुश्रूषा हातको काम हो, गर्ने काम हो, मनको काम हो भनेर गरेका छन्। करो हरेर मन्दिर मार्जनादिसु चक्रवर्ती राजाले पनि भन्नुभएको छैन, हातको काम हो मन्दिरको मार्जन गर्नु, सफाइ गर्नु भन्नाले मन्दिरको जगमहललाई मात्रै पोछपाछ गरेर सफाइ गर्नु भनेको होइन। मन्दिर भन्नाले भगवान्को सबै मन्दिरमा जे परि आउँछ, चाहे शौचालय पनि साफ गर्नुपर्छ भने भागवत जनहरूको आचार्यको निमित्त त्यो पनि गर्न सक्नुपर्छ क्षमता। फोहोर काम हो म गर्दिनँ भन्ने पनि होइन, पात्र साफ गरिरहेका छन्। यसरी यो सिक्नुपर्छ। उनीहरूलाई त्यो विश्वास भएको हुनाले त्यो विश्वासको कारणले भगवान्ले मोक्ष दिन अलिकति पनि सङ्कोच गर्नुहुन्न। पशु मनुष्य पक्षी वा ये च वैष्णव संश्रया तेरेव ते प्रयासन्ति तद्विश्व परमं पदम। हाम्रो शास्त्रले भनेका छन् जस्तो महान आचार्यहरूले पशु पक्षी कसैलाई पनि अभिमत गरिदिनु भयो, त्यसको प्रति स्नेहको दृष्टिले हेरिदिनु भयो भनेदेखि उसले भगवान्को शरणागति गरोस् नगरोस् त्यसलाई पनि भगवान्ले मोक्ष दिनुहुन्छ भनेको छ।